नमस्कार। म तपाईहरुलाई आज फाइनली मादल सजिलोसँग कसरी बजाउने भनेर लेसन लिएर आएको छु। यो पहिलो एपिसोड यानि कि पहिलो भाग। मादल हामी छोटो समयमा निकै राम्रोसँग बजाउन सक्छौं। त्यो बजाउनको लागि चाहिँ पहिला मादलको बोलको विषयमा जान्न जरुरत छ। र मादलको बोलको विषयमा जान्नको लागि यो भागलाई के भन्छ, यो भागलाई के भनिन्छ, यी दुईटाको कम्युनिकेसन के हुन् र बोलहरु के हुन्, पहिला आउनुस् बोलको विषयमा जानकारी लिउँ। यो सानो भाग। यहाँहरुले यो सानो भागलाई दाहिने हातमा राख्न पनि सक्नुहुन्छ, देब्रे हातमा राख्न पनि सक्नुहुन्छ। तपाईहरुको हात जता पर्छ त्यति राख्नुस्। यो सानो भाग। यो ठुलो भाग। यो ठुलो भाग तपाईहरुको हात जहाँ पर्छ, जुन हात राख्दा यहाँलाई इजी लाग्छ त्यतापट्टि हात राख्नुस्। मादलको बोलको विषयमा जानकारी लिउँ। मादल पूर्ण रूपमा बज्नको लागि त्यसको बोलको आवश्यकता पर्छ। पहिलो बोल धिन, सजिलो रूपमा धिन। दोस्रो ताङ, तेस्रो फत या च्याप्सिङ, चौथो घिडाङ। अब ती बोलहरु हामी कसरी बजाउँछौं हेर्नुस्। पहिलो बोल धिन। हातलाई कडा नपारिकन नरम हलुका हातले, हलुका धिन धिन। हातका औँला यस्ता पनि नपार्ने, यस्तो पनि नपार्ने, ठिक्क ओपनली धिन 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 धिन। अब ताङ। ताङ बज्नको लागि यी हाम्रा 5 वटा औँला छन्। ती 5 वटा औँला मध्ये यो स्ट्रङ नपारिकन नरम बनाएर ताङ ताङ हलुका ताङ ताङ हलुका ताङ ताङ ताङ। हामीले दुईटा बोल बजायौं। एउटा बोल धिन, अर्को बोल ताङ। तेस्रो बोल छ फत वा च्याप्सिङ। च्याप्सिङ बज्नको लागि या फत बज्नको लागि हामीले 3टा औँला सँगै जोड्ने, दुईटालाई छुट्याउने। यो हातले मायाले, प्रेमले, प्यार से फत 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 आवाज निकाल्ने। चौथो बोल छ घिडाङ। यो घिडाङको बोल चाहिँ दुईटै हात युज हुन्छन्, जसमा धिन पनि बज्छ, ताङ पनि बज्छ। धिन अनि ताङको मिश्रणबाट घिडाङ भन्ने आवाज आउँछ। जस्तो ओपन हात, अब हामीले सिकेको बोल धिन, ताङ, फत र घिडाङ, यी 4 बोललाई हामीले तालमा, टाइमिङमा, बिटमा सोलो मोसनमा बजाउँ। पहिला बिस्तारै बजाउँ। हात छिटो चल्दै गएपछि आफै हात छिटो चल्छ, आफै राम्रो हुन्छ। सुरुमा हामीले 4 वटा बोल कण्ठ गर्नु पर्यो। धिन, ताङ, फत, घिडाङ। अब यी 4 बोललाई हामीले मिक्स गरौँ। धिन, ताङ, फत, घिडाङ। मैले सिकाएका बोलहरु धिन, ताङ, फत, घिडाङ। यसलाई बिटमा, टाइमिङमा दिनको
1 घन्टा प्र्याक्टिस गर्नुहोला। यहाँहरूले सजिलै मादल बजाउन सक्नुहुन्छ। 1 2 3 4 1 2 3 4 1 2 3 4। पहिला स्लो मोसनमा पहिला बजाउनुहोस्, त्यसपछि छिटोभन्दा छिटो यो मादल बजाउन सिकिन्छ। यदि यहाँले सिक्नुभयो र यो बिट यो बोल राम्रो लाग्यो भने हामीलाई लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद।